जय मसी, गुड मर्निङ, नमस्ते साथीहरू सबैमा। आजको बिहानी हाम्रो काम यस्तो छ। यहाँनिर चाहिँ अब आउने सालमा चाहिँ हामीले नयाँ सालमा चाहिँ हामीले यो क्राफ्टिङ गर्नुपर्छ। यसरी राखेको छ हाम्रो ट्रपिकल नर्सरीको यो बिचको चाहिँ बाटो। अन्त हेर्नुहोस् न साथीहरू, यहाँ माथिल्लोपट्टि 2 लाइन हैन, यहाँ उँधोपट्टि 2 लाइन छ। यस्तो छ नर्सरीमा यसरी सुन्तला अब ग्राफ्टिङ गर्नेहरू चाहिँ यसरी राखेको छ। र आजको मेरो काम चाहिँ यहाँनिर ग्रीन हाउसमा सिधै छ। यहाँ यो ग्रीन हाउसमा चाहिँ यो ग्राफ्टिङ पनि हेर्नुपर्ने। यहाँ जति पनि अस्तिको पाली नगरेको ग्राफ्टिङ नगरेको मसिनो सुन्तलाहरूको हाँगाहरू काट्नुपर्ने यो कामहरू चाहिँ गरेको। यो चाहिँ ग्रीन हाउस हो साथीहरू। यस्तो छ हाम्रो ट्रपिकल नर्सरीको कामहरू। म यहाँ भइन्जेल साथीहरूलाई यो नर्सरीमा के हुँदैछ देखाउने छु। अब म पनि रिटायर हुन आँटेँ, 60 वर्ष पुग्न आँटेँ। साथीहरू मेरो लागि पनि प्रार्थनाहरू गरिदिनुहोस्, शरीर चाहिँ एकदम स्वस्थ होस् भनेर है। आफ्नो शरीरको कति वास्ता हुन्छ। परमेश्वरको वचनले भनेको छ आफूलाई जस्तै अरूलाई पनि प्रेम गर भनेर। तर कतिचोटि हामी आफूलाई मात्रै प्रेम गरी पठाउँछु है। आज फेरि साथीहरू हेर्नुहोस् न, दिनहरू कस्तो राम्रो, मौसम कस्तो राम्रो भइरहेछ है। हेर्नुहोस् न, सफा भइरहेको छ आकाशहरू पनि, यस्तो राम्रो दिनहरू भइरहेछ। तपाईहरु घरमा हुने साथीहरूले त पुरा घरहरू सफा, लुगाहरू धुँदै होला नुहाइ। हामी त के गर्नु, हेर्नु कमानमा। यो चाहिँ हेर्नुहोस् न साथीहरू, यो चाहिँ कफीहरू हो, सिडलिङ गरेर पनि पटमा लगाएको। यो चाहिँ सबै डिभिजनलाई दिन्छ यहीँ हाम्रो ट्रपिकल नर्सरीबाट नै। र यहाँ माथिल्लोपट्टि पनि हेर्नुहोस् न, यसरी कस्तो राम्रो भइरहेको छ। यिनीहरू चाहिँ सबै डिभिजनमा पठाउने, गन्ती गर्दै यो डिभिजनमा यति, यो डिभिजनमा यति भनेपछि चाहिँ यो नर्सरीबाट चाहिँ लान्छ साथीहरू। पुरा भइरहेको छ कफीको बिजनहरू पनि पटमा लगाएको, रोप्नुपर्ने ठिक्कै भइरहेको छ। यहाँनिर हाम्रो निलम बुहारीले त गोड्दै पनि रहेछ। सक्नु आँटेको बुहारी। यस्तो छ हेर्नुहोस् न साथीहरू, ठुलो ढुङ्गाहरू कस्तो दामी छ नि। तपाईहरु आउनुभयो भने यसो केहरू ल्याएर चाहिँ यो ढुङ्गामाथि बसेर खानु कस्तो दामी हुन्छ। हेर्नुहोस् साथीहरू, ढुङ्गाहरू हो यहाँनिर छ हाउसहरू साथीहरू। यस्तो छ, दामी छ। आज दिन कस्तो राम्रो भइरहेछ, एकदमै राम्रो मौसम भइरहेको छ साथीहरू। ट्याङ्की चाहिँ गन्याउने मलको लागि हो साथीहरू। यता पनि छ अलिअलि कफीको बिजनहरू छ साथीहरू। र यो पोली हाउसमा पनि फेरि ग्राफ्टिङै छ। यिनीहरू यो सबै ग्राफ्टिङहरू नै हो, राम्रो भएको छ यहाँनिर। अहिले भने चाहिँ साथीहरू म पोली हाउसमा यति साह्रो गरम हुन्छ, त्यहाँबाट निस्केर चाहिँ म बाहिर आएर यसरी घरबाटै चिया लिएर आएको छु। किनभने म अलिकति बिसन्चो छु, घाँटी दुख्दैछ पर्यो भनेर चाहिँ यसरी यति साह्रो गरम छ आज साथीहरू। यहाँनिर त्यही माथि यो नर्सरीमा यति साह्रो घाम लाग्छ, हावाहरू पनि त्यति आउँदैन।
पुरा गरम छ। म चाहिँ हट हाउसबाट बाहिर निस्केको छु साथीहरू। हेर्नुहोस् न साथीहरू, यस्तो गरम चाहिँ छ ट्रपिकल नर्सरीमा। यस्तो गरम छ, यति साह्रो गरमले यहाँ रुखको शीतलमा बसिरहेको छु सियाँलमा। घाम यति डरलाग्दो लागिरहेको छ। आकाश त साथीहरू हेर्नुहोस् न, कालो कालो हुँदैछ, न पानी आउँछ कि हो बादलहरू कालो कालो हुँदै आउँदैछ।